नेपालको ललितपुर जिल्लामा पर्ने कृष्ण मन्दिरमा आज 105 वर्षको बधाईको जंकु गरिएको थियो। यहाँको माहौल हेर्दा यति सुन्दर र रमाइलो थियो। यति धेरै मानिसहरू पनि यहाँ उपस्थित हुनुहुन्थ्यो। विदेशी पनि त्यति नै उपस्थित हुनुहुन्थ्यो भने नेपाली त झन् कति, नेवारी समुदायका धेरै नै विशिष्ट पाहुनाहरूदेखि लिएर सर्वसाधारणसम्म यहाँ उपस्थित हुनुभएको थियो। हाम्रो देश 4 जात 36 वर्णको फुलबारी भने चाहिँ आज नेवारी समुदायले गर्नुभएको यो रमाइलो कार्यक्रम हेर्नलाई साह्रै नै उपयुक्त देखिन्थ्यो। यहाँ धेरै विदेशी पाहुनाहरू पनि उपस्थित हुनुभएको थियो र नेपालको विशिष्ट व्यक्तिहरू पनि यहाँ आउनुभएको थियो। यो कार्यक्रम साह्रै सुन्दर र रमाइलो थियो। नेवारी समुदायको महिलाहरूले आफ्नो गरगहना र आफ्नो कल्चर झल्किने ड्रेसहरू लगाएर नृत्य गर्नुभएको साह्रै सुन्दर देखिएको थियो। नेवारी समुदायले आफ्नो कल्चरको धिमे बाजा, झ्यालीहरू पनि बजाउनु भएको थियो। यहाँ धेरै विदेशी पाहुनाहरू पनि उपस्थित हुनुभएको थियो। साथै नेपालको विशिष्ट व्यक्तिहरू पनि यहाँ आएर यो जंकुमा सरिक हुनुभएको थियो। यहाँ साह्रै रमाइलो र सुन्दर आकर्षक नृत्यहरू पनि भएको थियो। यहाँ आउने प्रत्येक व्यक्तिहरू सबैजनाको हात नेवारी समुदायले आफ्नो कल्चर झल्किने गरी आफ्नो विशिष्ट व्यक्तिहरूको सम्मान स्वरूप यो कार्यक्रमको आयोजना गर्नुभएको थियो। भर्खरको उमेरको केटाहरूले बजाएको यो धिमे बाजा साह्रै सुन्दर र आकर्षक थियो।